क्या त्यसले त तपाईँ सक्दैन नियम विपरीत कहाँ हुन्छ त्यो अचानक एमर्जेन्सी बिरामी हुनुभयो हैजा लाग्यो दादुरा आएर एमर्जेन्सी भएर जानकारी हाम्रो समितिलाई सम्पर्क राख्नुभयो भने हामी उपचार खर्च पनि व्यवस्था गर्छौँ। सो गुड मर्निङ गाइज, हामी चाहिँ हिजो उता दुनैदेखि यता आएको होइन, पाटनमा आऊ। तर हिजो भ्लग चाहिँ स्टार्टिङ गर्न पाइएन, हतार भयो गाडीमा चढ्ने कारणले। तर बिचबिचमा सर्ट क्लिपहरू चाहिँ लगेको थिएँ मैले। तर त्यही उ गरेर दुनै टु पाटन भनेर भ्लग स्टार्ट गरेको थिएँ। अनि बिचमा धेरै कुरा बाटो पनि अप्ठ्यारो रहेछ, यताउति रहेछ। हामी चाहिँ पाटनमा पुगिसक्यौँ होइन, अब चाहिँ डे टु डे भ्लग आउँछ, अनि हेरिदिनु होला। सो 3000 को चाहिँ ल धन्यवाद। यो चाहिँ सेफुक्सुन राष्ट्रिय निकुञ्जको कार्यालयबाट निकालिएको रहेछ होइन। अनि यो अनि सुलीघाट डोल्पा दिस इज, यो चाहिँ तपाईँको कार्ड हो होइन। यो बिना तपाईँले माथि गएर चाहिँ गर्न मिल्न पाउँदैन होइन। जति पनि छ तपाईँको यो चाहिँ गर्नुपर्ने हो, रजिस्टर गर्नुपर्ने। यो पुर्जी सर्वसाधारणलाई, यो पुर्जी सर्वसाधारण सबै नेपाली नागरिकका लागि हो र यो रातो रङमा रहेको छ भनेर होइन। यहाँको स्थानीय यहाँको अभिभावक बुढो मान्छे। अनि यो रसिद छ होइन, रसिदले चाहिँ के काम गर्छ माथि चाहिँ? रसिदले चाहिँ के काम गर्छ मतलब माथि हाम्रो पाटनमा तपाईँ यो रसिद बिना यहाँबाट जानु पाउनुहुन्न। दुईटा रसिद काट्नुभयो भने एउटा नेपाल सरकार राजस्व भयो। अब यार्छ तपाईँ धेरै धेरै एक केजी भन्दा एक कुन्टलले ल्याउनु होला। अनि एउटा प्रवेश शुल्क भने तिमी कहाँ गएर हाम्रो दाउरा फाल्नुहुन्छ, हाम्रो वनमा फोहोर गर्नुहुन्छ, चाउचाउ फाल्नुहुन्छ। त्यो भनेको जनताले तपाईँको फोहोर व्यवस्थापन गर्ने 500 रुपियाँ हो, त्यसलाई खेर नअन्नु होला। यो काटेर जानुभयो भने यसको उद्देश्य आचार संहिता पर्नु होला पछाडि। यो स्थानीय सरकारको नीति हो। मुते छेरे भाद्या त्यही हो। ल ओके ओके गर्नु पर्यो। ल ठिक छ। अचानक एमर्जेन्सी बिरामी हुनुभयो हैजा लाग्यो दादुरा आएर एमर्जेन्सी भएर जानकारी हाम्रो समितिलाई सम्पर्क राख्नुभयो भने हामी उपचार खर्च पनि व्यवस्था गर्न सक्छौँ। त्यो पनि हुन्छ। ल त्यसो धन्यवाद। यो टिकटले चाहिँ के काम गर्छ? यो टिकट भनेको नेपाल सरकार रास हो। तपाईँले कपडा लाउनुहुन्छ, मास्कको पनि तपाईँको कुनै पनि होइन स्थानीयहरूले कस्तो गर्दो रहेछ भने आफ्नो मतलब बाहिरको एक्लै भन्दा पनि घरमा यहाँको गाउँको मान्छेहरूलाई पनि एकदमै टाइट गर्दो रहेछ कि। जस्तो आफूलाई टाइट भयो भने बाहिरकोलाई टाइट गर्न मिल्छ भनेर उहाँ अङ्कलले चाहिँ अनि गाउँकोहरूलाई पनि एकदम टाइटली हेरिनु भएको छ क्या। अनि त्यो कुरा चाहिँ ठिकै हो, किनभने सबैलाई हेर्नु पऱ्यो। अनि हामी चाहिँ छु अहिले डोल्पाको हाम्रो पाटन जाने, पाटनको चाहिँ बेस क्याम्प हो यो चाहिँ होइन। यहाँ जति पनि देख्नु सक्नुहुन्छ मान्छेहरू जति पनि छ होइन। यो चाहिँ यहाँ अहिले चाहिँ खाना खाएर बसिरहेको छ। यहाँबाट चाहिँ तपाईँको 1 दिन लाग्छ, जति पनि टाइम छ यहाँबाट जति पनि यो गर्ने होइन। अनि यहाँबाट हिँड्दाखेरि अराउन्ड 5 घन्टा 6 घन्टा लाग्छ अरे नर्मल्ली ब्यागसँगको मान्छेहरूलाई। अब यहाँबाट माथि चाहिँ न घोडा पनि जाँदैन, अनि घोडा पनि जाँदैन, ऊ पनि जाँदैन, कुनै गाडी त अब अरू कुनै भएन। तर मान्छे जति पनि सामानहरू लगेर जाने हो, यहाँबाट जति पनि सबै सामानहरू हुन्छ बोकेर। अनि यहाँ चाहिँ केटाहरूले फोटोसुट गरिरहेको छ होइन। यता पिन्दै छ अनि यता रुसी, अनि फोटोसुट के रहेछ सोल्टी फोटोसुट गर्ने होइन, नलग्ने यहाँ लग्ने आइहालौँ बसिहालौँ होइन। अनि अपडेट दिनु पऱ्यो नि त बेला बेलामा। सोल्टीको पनि हान्ने। अनि यहाँ चाहिँ केटाहरूले फोटोसुट लगिरहेछ। अनि मैले चाहिँ भ्लग मात्रै गरिरहेको छु। मेरो मोबाइलबाट चाहिँ फोटो खिच्नलाई अलिकति स्पेस पनि छैन धेरै गरेर।
तपाईँको सबैभन्दा मनपर्ने कुरा भने चाहिँ डोल्पाको होइन मलाई भ्यू के वाट अफ माई अमेजिङ छ क्या यो हेरौँ न यतातिर होइन यो भने अब यहाँसम्म जाउँथेँ होइन म चाहिँ दिनदिनै डे टु डे भ्लगहरू आइरहेको हुन्छ अबदेखि चाहिँ भोलिबाट होइन चाहिँ कहिले खुल्छ भन् त्यहाँबाट सम्म चाहिँ डे टु डे भ्लग हालिरहेको हुन्छु यहाँको महँगीको बारेमा त्यसपछि गएर यहाँ हुने जो गर्छु मैले चाहिँ त्यो जे हुन्छ त्यो भ्लगहरू तपाईँलाई देखाउने कोसिस गर्नेछु सके सो फाइनली गाइज हामी चाहिँ अब पाटन पुगिसकेका छौँ आज पुरै 2 दिन भयो क्या 2 दिन भयो घरबाट निक्लिएको होइन त्यहाँबाट एक दिन दुनैबाट आज पाटनमा अनि अहिले चाहिँ हामी यहाँ पुगिसकेका छौँ अनि यो चाहिँ यता लेकहरू होइन यता खोज्ने ठाउँमा भित्र छ अरे अनि हाम्रो यो चाहिँ बस्ने केही दिनसम्म अब कति दिन हुन्छ बसाइ होइन पालहरू छ सामानहरू यहीँ राखेका छौँ हामीले ड्राइभरले बनाउँदै हुन्छ पालहरू अनि हामीले यो बुकी ल्याएर रेडी गरिसकेका छौँ सबै कुरा अब यो यस्तो मजाले बसाइ हुन्छ केही दिनसम्म बसाइ होइन वाइल्ड तरिकाको अनि सायद भित्र पनि एकदम राम्रो हुनेछ अनि सुत्नको लागि टिफामहरू लगाएर एकदमै सो आजको अनि त्यही नै हो अनि यताहरू चाहिँ हामी बसिरहेछ त्यो पारितिर चाहिँ त्यहाँ अरूहरू बसिरहेको छ यहाँको लोकलहरू बस्छ अरे अनि त्यही हो होइन आजको भ्लग चाहिँ सो यति नै हो अबको भोलिको भ्लगहरूबाट म चाहिँ डे टु डे हालिरहेको हुन्छु हेरिदिनु होला अनि लो ओके